ल साथीहरु हावाहुरी मजाले लागेको छ है। आज यस्तो ठाउँमा घुम्न आएको थिएँ म। यो ठाउँमा हावा लागेर हेर्नुहोस् आमामा हावा लाग्यो। यस्तो राम्रो ठाउँ रहेछ नि, हेर्नुहोस् त। यो ठाउँ नै यस्तो दामी मनोरम दृश्य देख्ने ठाउँ यस्तो रहेछ। जडिया voilà जडिया किक उन्नोब्री नामला ल। आज देखाउनु पर्दा हामी यता नगरकोटमा छौँ। साँझ के अरे साँझ त हो 8 7:30 भइसक्यो त। आज नगरकोटमा आज यतै रमाइलो हुन्छ हाम्रो, होइन केटा? राइट, नगरकोटमै साथीहरू आज बस उजुला होटल होइन कि छ लाइट त चाहिँ वाओ है। बाप रे बाप, क्या दामी है लाइट। ओए दामी ल लाइट। ल लाइट, बाप रे बाप। ल भोपाल देख्ने है ल। नगरकोट जाने बाटोमा यस्तो झिलिमिली साथीहरू ल ल बाप रे बाप। ल यो चाहिँ पुरै जङ्गलमा पर्छ क्या है। ल आमै तैँले है हजुर हजुर। ल टर्ने पनि हालेर रहेछ है। यो गाउँमा चाहिँ हालेको छैन, यो जङ्गल एरियामा चाहिँ सबैमा हालेर रहेछ। ल यो ल अपुई यस्तो दामी यार, आमै बा लाग्यो यार। ल हेर न ल यहाँ ल ओपो यार। कहिले हाल्यो यो? हिजो अस्ति हालेको थिएन यो, साँच्चै हो। ल आमामा बब्बाल भएछ। ल यार काठमाडौँ। ल ल काठमाडौँ हेर्नु ल साथीहरू। काठमाडौँ कस्तो छ? जङ्गल एरिया कटेर आउने बित्तिकै काठमाडौँ कस्तो छ ल साथीहरू। ल काठमाडौँ यस्तो दामी। ल काठमाडौँ निगम यता काठमाडौँ ल काठमाडौँ